बिगार्छ जतिखेर नि मेरो भ्लगलाई किन बिगार्नु भन्दा भनेको गर्दाखेरि कब आउँछ केटा हामी घुम्नको लागि चाहिँ आज कतारको चाहिँ पिर कतार एनिकी कतारा भन्ने ठाउँमा चाहिँ आएको छौँ केटाहरूसँग मेरो केटाहरू मेरो समुटोली सुप्रिम ग्याङ होइन लामै छ त भाइ भएको मान्छे कहाँ आउँछ त खुट्टा लामो राम्रोसँगले घुम्नुको लागि आएको छौँ एकदम हरियाली ठाउँमा जहिले मरुभूमि हेर्दा हेर्दा आँखा पनि पुरा मनै लागिसकेको थियो आज चाहिँ हरियाली देख्न पाइयो होइन एकदमै खुसी छौँ हामी टक्कलाएर सरर हावाको छ के आनन्दको कतारको सायद बेस्ट ठाउँ होला यो पुरा रुखसुख टक्क यताउता हरियालीको हिसाबले चाहिँ होइन राम्रो ठाउँ रहेछ त्यो अब हामी घुम्दैछौँ गफ पनि गर्दैछौँ त्यस्तै छ रमाइलो हुनेछ आज मैले आशा राखेको छु एक्चुअली मेरो हात पनि गलेको छ अहिले चाहिँ होइन हाम्रो पारिपट्टि चाहिँ समुद्र रहेको छ यता हाम्रो मेरो केटाले पनि भ्लग बनाउँदैछ ल भ्लग स्टार्ट गर्दैछ केटाले भर्खरै यसको च्यानलको के रे तिम्रो च्यानल हो निशान्त तामाङ भ्लगमा गएर पनि सब्सक्राइब गरिदिनु होला है भाइ मैले भनेपछि तिमी अब सक्यौ कि तपाईँको त्यो जुन तपाईँ सुन्दरताले यति भरिपूर्ण हुनुहुन्छ नि भनिदिनुहोस् यो भित्रको राज के हो तपाईँको राज के हो भनिदिनुहोस् अब जनता जान्न चाहन्छन् विनयजी भनिदिनुहोस् छ नि एकदम क्लियर भनिदिनुहोस् त्यो छ नि राज भित्रबाट हुन्छ नि भित्रबाट पुरा बस्छ पग्लेर के छ त्यसको राज के हो गर्मीहरू तपाईँलाई देख्ने बित्तिकै त भकी डल्छन् रे भनिदिनुहोस् त्यसको राज के छ तपाईँको राजा छ भन्दैमा त्यसरी तरुनी भक ढाल्न मिल्छ तपाईँले मिल्छ तपाईँले जुङ्गा छ नि भन्नुहोस् कुन चाहिँ आज दर्शकमा भनिदिनुहोस् कुन चाहिँ हजामकोमा गएर यो दारी यो कपाल मिलाउनुहुन्छ भनिदिनुहोस् कि तपाईँको युवतीहरू यो कपाललाई देखेर लट्ठ हुन्छ भनिदिनुहोस् जनता जान चाहन्छन् आज सिधा आज सबिन खत्रीको हमलामा जनता जान चाहन्छन् मेरो प्रिय दर्शक बिनहरू विनय गिरी सर होइन कि मेरो राजा हो भने चाहिँ म बोल्न धेरै लगाउनु जस्तो लाग्यो मलाई क्यामेरा छोरै घुमाएर केटाहरूलाई पनि देखाउँछु भाइ तपाईँ यहाँ चाहिँ हाम्रो खानेकुराहरू छ चिसो यताउता छ होइन हाम्रो केटाहरू चाहिँ थाकेर बसेर भर्खरै अब हाम्रो चाहिँ खानेकुरा भइरहेछ र वरिपरिको भ्यू चाहिँ यस्तो छ ल मैले क्यामेरा अलिक छिटो घुमाएँ माइन्ड नगरिदिनु होला है गाइस हामीले चाहिँ आज खाजा पनि खान पाइएन भोक चाहिँ लागिरहेको थियो होइन भोकले कहाँ केटाहरूलाई चाहिँ लागेको थियो कि थिएन थाहा छैन चम्न मासु भात खाएर आएका थिएँ म चाहिँ खाएको थिइनँ सेक्रेटली हामीलाई बस्न पनि चाहिएन भन्छ गर्लफ्रेन्ड चाहियो बुढी चाहियो अब बच्चा चाहियो हामीले भित्रबाट छ नि पुलेर आइसक्यो गाइस फ्यामिली एरियामा चाहिँ गर्लफ्रेन्ड लिएर आउनु पर्ने रहेछ हामी जस्तो सिङ्गललाई धेरै गाह्रो पऱ्यो कि बोक न यार तिमी बोक न हामी यहाँ भ्लगमा छौँ यार सेक्रेटरीले भन्यो कि बुढी लिएर आइज कि गर्लफ्रेन्ड लिएर आइज कि छोराछोरी केही छ भने लिएर आइज भन्यो अब कहाँबाट लिएर आउनु गाइस हामीले यहाँ छोराछोरी बुढी कहाँबाट लिएर आउनु भन्नु त गर्लफ्रेन्ड कहाँबाट लिएर आउनु गर्लफ्रेन्ड पाल्न सकिन्छ महिनाको 1000 रुपियाँ सेलरी आउँछ होइन महिनाको 1000 सेलरी आउँछ घरमा के खुवाउनु आफू के घुम्नु आफूले के खानु आफूले के लगाउनु अनि गर्लफ्रेन्ड लिएर हिँड्न थाल्यो भने त गाइस के अरे काम कुरो एकातिर कुम्लोबुकी छिमीतिर भने जस्तै हुन्छ त्यही भएर हामी चाहिँ अब यो ठाउँमा नघुम्निदो गऱ्यो अब नेक्स्ट डे आइज भनेको छ अब नेक्स्ट डे हेरौँ गर्मी धेरै छ होइन कतारमा धेरै गर्मी बढेको छ अहिले अब के भन्नु र त्यस्तै छ गाह्रो छ धेरै गाह्रो छ गर्लफ्रेन्ड नो अलाउड हामी चाहिँ त सिङ्गललाई के गाह्रो छ गाइस गाह्रो छ भिडियोमा ट्याक्क लाएर लाग्यो झरीमा भिजेको स्याल केलाई भन्छ केटा हो झरीमा भिजेको स्याल भन्ने एउटा उखान थाहा छ नि हो आज हामीलाई ठ्याक्क लाग्यो भयो घुम्न भनेर आइयो न घुम्न दियो सेक्रेटरीले
गर्लफ्रेन्ड चाहियो, बुढी चाहियो, छोराछोरी चाहियो। अब फ्यामिली एरियामा त्यस्तै हो, चाहियो, सबै चाहियो, भए चाहियो। अब हामी जस्तो नहुनेलाई के चाहियो? झोला बिरो हिरो हिँडो, घामले डढेर कालो बनाइसक्यो, भोकले उस्तै पेट निदाएर थालिसक्यो, खानेकुरा बोकेको छ। अब ठिकै छ, हेर्दै खाने, मुख मिठाउने, हेर्दै मुख मिठाउँदै खाने होइन। गाह्रो पर्यो है, गाह्रो पर्यो है, आतङ्कीहरू गाह्रो पर्यो। मुसुक्क हाँस्दै तिम्रो बानीले मेरो ज्यानै लाने भो। डिम खायो, चाउचाउ खायो, दुध खायो, दुई दुई केटाले खाइसकेको छ। सिगरेटले बराबर चाहिँ होइन छिर्न दिएन, हामीलाई दिएको छैन। हामी यहाँ बिचमा छेउमा छौँ, बिचमा जाने अलाउड छैन हामीलाई, किनकि गर्लफ्रेन्ड पनि छैन, वाइफ पनि छैन। त्यही भएर हामीलाई सिगरेटले दान दिएको छैन भित्र। अब हामी यहाँनिर यस्तै यति नै अब चाउचाउ खाएर फर्किन्छौँ।